बुढी आज छुट्टीको दिन छोरो आउनु पर्ने बाटो किल्ला थियो दर्शन बाबु त आइपुगेको छ नि नभन्दै छोरो आइपुगेको छ छुट्टीको दिन कति फोन आइरहेको म आइजान आएँ बाबु के छ सबै सन्चै छौ जागिरपात के चलिरहेछ अनि नाति नातिनाहरूको के छ खबर बुहारी नानी सबै सन्चै छन् के भन्नुभयो केही नखाउँ हो केही खाइला जस्तो पनि छैन यस्तै मैले सहिले कपडा लाएर बस्नुहुन्छ बोल यो राख्नुहोस् पैसा हजुरले यसो केही किनेर खानु यस्तै जत्रै जङ्गल लाउनु बस्ने ठिक छ बाबु हो हामीलाई त्यो पैसाको जरुरत छैन आमा हजुरले त राख्नु होला नि पर्दैन बाबु तिमीहरू आऊ बाबु नानीलाई लिएर आऊ त्यही खुसी लाग्छ मलाई पैसा केही छैन के गर्ने आमा बुवा यहाँ हजुरहरूलाई असर लाग्छ भनेर कामै छोडेर आउने कुरो भएन हेलो ल आइपुगेँ बुवा म जान्छु है ठिक छ बाबु साउजी के खानेकुरा केही छ तपाईँ त त्यही बुवामाको बारेमा मोटिभेट गर्ने मान्छे होइन र म त तपाईँको बिग फ्यान हो नि तपाईँ यहाँ कहाँ आउनुभएको त यहाँ फलफुल आधे को र तपाईँको बुवामा फोटो छ भने देखाउनुहोस् न मैले अहिले नयाँ फोन लिएको छु त्यही भएर देखिएन क्या आफ्नो बुवामाको पनि फोटो छैन तपाईँ त के मोटिभेटर ओहो बाबु केही छुटेर बिर्सेर आयो कि फेरि फर्केर के आमा आमा कता हुनुहुन्छ बुवा आमा हजुर बाबु बुवा एकचोटि आमा चाहिँ हेर्नुहोस् त एउटा सेल्फी फोटो खिच आमा बुवा आमा केही खानेकुरा छ र हजुर बाबु भर्खरै मैले ल्याइहाल्छु बुवा आमा म अहिले जान्छु म हरेक हप्ता नानी बाबुलाई लिएर हरेक बस्ने गरी आउँछु बाबु आऊ एकछिन बस दुईटा कुरा सुनेर जाऊ उमेर ढल्किँदै गएका मातापितालाई पनि यो बिदाको समय दिनुपर्छ भन्ने कुरा आधुनिक बच्चाहरूलाई याद हुन जरुरी छ आफू पनि कुनै दिन त्यो वृद्ध अवस्थामा पुगिन्छ र आफूले आफ्ना बाबाआमालाई गरेको कुरा बच्चाले सिकेर अनि आफ्नो पनि वृद्ध अवस्थामा त्यो परिस्थिति त्यो अप्ठ्यारो परिस्थिति सिर्जना नहोस् ताकि सिकेर राम्रो कुरा गरून् भन्ने सन्देश जानुपर्छ र पारिवारिक बिदामा आएर परिवार भेटघाट गर्ने चलन चल्तीलाई बढाउनु पर्छ पेसाले मान्छेलाई के भनिन्छ घर चिन्नका लागि घर छोड तर घरको माया कहिल्यै नछोड अथवा घर आउन नछोड भनेर भनिन्छ त्यस्तै एउटा अङ्गुरको महत्त्व अङ्गुरको जुत्तामा रहँदाखेरि कति त्यसको महत्त्व हुन्छ दाना छुटिएर गएपछि त्यसको भाव कुन हुन्छ त्यो बुझ्नुपर्छ र आम रूपमा अहिले बुझ्न पर्ने परिस्थिति के छ भने व्यवसायका लागि बाहिर गए पनि छुट्टीका दिनमा आफ्ना परिवार लिएर मातापिताको चाहिँ चरणमा आएर आशीर्वाद लिनु बस्नु अहिलेको यो समाजको नितान्त ठुलो आवश्यकता छ यसलाई हामी सबैले उजागर गर्नुपर्छ र यो हाम्रो आम समाजले पनि यो विषय सिकोस् भन्ने सन्देश हामी बिदा हुन्छौँ।